सशस्त्र प्रहरी बल नेपाल नम्बर 21 दक्षिणकाली गणलाई ललितपुर महानगरपालिकाले विशेष सम्मान गर्दै ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरेको छ। ललितपुर महानगरपालिकाको 107औं स्थापना दिवसको अवसरमा पारेर आयोजित भव्य कार्यक्रममा दक्षिणकाली गणले विपद व्यवस्थापन, उद्धार तथा आपतकालीन सेवामा पुर्याउँदै आएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै महानगरले यो सम्मान प्रदान गरेको हो। स्थानीय तह र सुरक्षाकर्मी बीचको सहकार्यलाई उदाहरणीय बनाएको भन्दै गणको भूमिका प्रशंसनीय रहेको कार्यक्रमभरि उल्लेख गरियो। बुधबार पुल्चोक स्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा सम्पन्न विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले स्वयं सशस्त्र प्रहरी बल नेपाल नम्बर 21 दक्षिणकाली गणलाई उक्त गौरव पुरस्कार हस्तान्तरण गरेकी हुन्। प्रधानमन्त्री कार्कीले सम्मान प्रदान गर्दै विपद, प्राकृतिक प्रकोप तथा कठिन परिस्थितिमा जनताको ज्यान जोगाउन अग्रपन्थीमा खटिने सुरक्षाकर्मीको योगदान राज्यका लागि अमूल्य रहेको बताइन्। उनले सशस्त्र प्रहरी बलले देखाएको समर्पण, अनुशासन र तत्परताले नागरिकमा सुरक्षाको अनुभूति दिलाएको उल्लेख गर्दै यस्तो कार्यको निरन्तर कदर गरिनु आवश्यक रहेको धारणा राखिन्। महानगरपालिकाले उक्त समारोह स्थित 1 लाख रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र पनि प्रदान गरेको छ। उक्त सम्मान दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई प्रदान गरिएको हो। विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा जोखिम मोलेर काम गर्ने सशस्त्र प्रहरीको भूमिकालाई संस्थागत रूपमा सम्मान गर्नु सुरक्षाकर्मीको मनोबल थप उच्च हुने विश्वास महानगरपालिकाले व्यक्त गरेको छ। स्थानीय सरकार र सुरक्षा निकाय बीचको सहकार्यले जनताको जीवन थप सुरक्षित बनाउन सकिने सन्देश पनि कार्यक्रममा दिइयो। उक्त कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरबाबु महर्जन, उपप्रमुख मण्डली साक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा मात्र होइन, विपदको समयमा जनताको भरोसाको केन्द्रका रूपमा काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि यस्तै समर्पित सेवाको अपेक्षा रहेको बताएका थिए। कार्यक्रमले ललितपुर महानगर र सशस्त्र प्रहरी बीचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।